सोल्टी मोड सस्तो चप्पल पसलबाट यहाँहरू सबैलाई नमस्ते। हामीले हाम्रो पसलको नयाँ लोकेसन भिडियो राख्दैछौँ है त। हजुरहरूले धेरैले लोकेसन भिडियो खोजिरहनु भएको कारणले हामी अहिले यो कलङ्कीबाट आउँदैछौँ। कलङ्कीबाट तल रवि भवन आइपुगिसकेका छौँ है। रवि भवन सोल्टी मोड भन्दा अलिकति माथि हो। हामी ओह्रालो झर्दैछौँ। यो पहिलो गाडी आएको ठाउँ चाहिँ उता सोल्टी होटलतिरबाट आएको छ, सोल्टी साइडबाट। अनि हामी चाहिँ यताबाट राइट साइडतिर जानुपर्छ, कालीमाटीतिर। यसरी कालीमाटीतिर जाँदैछौँ है त। अनि यता टेकु अथवा त्रिपुरेश्वरतिरबाट आउनुहुने को लागि चाहिँ यसरी सोल्टी मोडसम्म आइपुग्नु पर्दैन है। अलिकति बिचमै छ, म तपाईहरुलाई देखाउँछु। यसरी 100 मिटर जति तल आइसकेपछि राइट साइडमा सीता केयर पेट्रोल पम्प देख्नुभयो। अनि यसैको ठ्याक्कै अपोजिट अगाडि चाहिँ साल्ट ट्रेडिङ छ, नेसनल साल्ट ट्रेडिङ। हामीले साल्ट ट्रेडिङ मात्रै भन्छौँ नि है। अनि यो साल्ट ट्रेडिङको ठ्याक्कै अलि अगाडि चाहिँ यो एउटा पहेँलो पोल देख्न सकिन्छ। हेर्नु त, पाठशाला बुक हाउस छ, यो पहेँलो पोल छ। यो चाहिँ एउटा मात्रै छ। यो पहेँलो पोल भएको साइडको बाटोबाट हामी भित्र छिर्नुपर्छ। हेर्नुहोस् त, यसरी लेफ्ट साइड भित्र छिरिसकेपछि राइट साइडमा यो काठमाडौँ महानगरपालिका 13 वडा नम्बर कार्यालय हो। यो 13 वडा कार्यालयको ठ्याक्कै अगाडि छ है। यो 3 घर अलिकति अगाडि जानुपर्छ हामी। यसरी हाम्रो पसल जाँदै गर्दाखेरि सँगै चाहिँ यो एउटा कस्मेटिक पसल, फेमस कस्मेटिक पसल हो। यो पसल देखिन्छ, हेर्नुहोस् त। यो पसलको ठ्याक्कै छेउको पसल चाहिँ हाम्रो सोल्टी मोड सस्तो चप्पल पसल हो। हेर्नु होला, हामीले यो पसल नयाँ राखेको कारणले बोर्डहरू केही राख्न पाएको छैन। पछि अब व्यवस्थित हुँदै जान्छ होला। हजुरहरूलाई यहाँ 150 को चप्पल, 250 को चप्पल, अनि अलि बाहिर जाने खालको ठिकै खालको सस्तै खालको चप्पलहरू हाम्रोमा पाइन्छ। हजुरको अर्डर अनुसारको चप्पलहरू पनि हामीले हजुरहरूलाई सर्भिस गर्न सकिन्छ। हेर्नु होला, यहाँ चाहिँ बच्चाको, ठुलोको, लेडिज जेन्ट्स सबै खालको भेराइटीहरू पाउँछ चप्पलकोमा चाहिँ। अनि स्कुल जुत्ताहरू पनि छ, स्यान्डलहरू पनि हुन्छ, सबै खालको चप्पलहरू पाउँछ। हजुरहरूले हाम्रो पसलको सामानहरू मन पर्छ भने एकचोटि आउनु भएर भिजिट गर्नु भई सामानहरू लिन सक्नुहुनेछ। हाम्रोमा चाहिँ सस्तोमा सामान पाउँछ अनि फिक्स प्राइसमा पाउँछ है त। अनि हाम्रो पसलमा चाहिँ आउनु हुँदाखेरि बाइकहरू लिएर आउनुभयो भने बाइक पार्किङ गर्ने एरिया पनि छ है। यता पछाडि साइडमा चाहिँ हेर्नुहोस् त, यो राइट साइडमा चाहिँ यता पछाडि बाइकहरू पार्किङ पनि गर्न मिल्छ है त। गाडीहरू पनि पार्किङ गर्ने ठाउँहरू छ। हजुरहरू आउनुभयो भने सजिलो हुनेछ। धन्यवाद।